मर्निङ धरान सेवाहरू तारेमम जो लाप्पा झोरले तासिदेले नमस्कार साथीहरू। एउटा कुरा चाहिँ मलाई बुझ्नु आएन, यति राम्रो धरान सहर सुन्दरीनगर धरानमा यति राम्रो फुटबल स्टेडियम छ, एक्सर्साइज गर्ने ठाउँ, तर पनि अब यहाँका मानिसहरू कि बाहिरका मानिसहरू यस्तो फोहोर गरिरहेछन्। बाफ हेर्नुहोस् है, ल चाउचाउ खायो यहीँ छोडिदिने, त्यहाँ के खायो भने त त्यो छोडिदिने, त्यति मात्र नभएर यस्तो यिनीहरू सबै यहाँ थियो, मैले यहाँ हालिदिएको। यस्तो गर्छन्, खानु त खानु, तर व्यवस्थित गरेर डस्टबिन बक्समा हालेर गएको भए राम्रो हुन्थ्यो। जसले खाए पनि यस्तो चाहिँ नगर्नुहोस् होइन। यति राम्रो एक्सर्साइज गर्ने ठाउँ, फ्युचर लाउरेहरू भाइहरू यति राम्रो ट्रेनिङ गर्ने ठाउँ, यस्तो चाहिँ नगरिदिनु होला कसैले पनि है। यस्तो फोहोर गर्नुहुन्छ प्लिज, यस्तो चाहिँ नगर्नु होला। सबैको एक्सर्साइज गर्ने ठाउँ, बेलुका हावा खाने ठाउँहरू, बुढाबुढीहरू आउनुहुन्छ, हिँडडुल गर्नुहुन्छ, केटाकेटीहरू आउँछन्। इफ इन केस यस्तो सिसाहरू फुटेर काट्न सक्छ होइन। त्यही भएर सबैले मनन गरौँ, फोहोर नबनाऊ, सुन्दर नगरीलाई सफा नै राखौँ। हर्का सम्पङ्ग सहर, सफा सहर। जय नेपाल।